राति राति भुत्ने तर्साउँछ भन्ने छ यहाँ ग्रेभी जोनी सेन्स राखिसक्यो हैन वेटरहरु कतिवटा पट्यायो दुईटा हेलो सो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो स्वागत छ मेरो यस भिडियोमा के छ माई फ्रेन्ड मान्छे गर्दै एकदम ठिक छ सर हैन हामी चाहिँ कहाँ जान लागेर आज कहाँ हिँडिरहेको रे ग्रेभी आर्ट घुम्ने न राति राति भुत्ने तर्साउँछ भन्ने छ यहाँ ग्रेभी आर्टमा जानुको मुख्य उद्देश्य के हो त मुख्य उद्देश्य के हैन यहाँ यस्तो पार्क हाम्रो पार्क यो टाढा अरू पार्क छैन हाम्रो रुमदेखि अनि ग्रेभी आर्टमा चाहिँ यसो छिरेको भित्र यहाँबाट भित्र जान्छौँ मतलब अब यहाँबाट सिधा अगाडि निस्किन्छौँ त्यही भएर चाहिँ यहाँ छिरेको है साथीहरू हामी चाहिँ फेरि अन्यथा नलिनु होला पुरै ग्रेभी आर्ट छ यहाँ पुरै यहाँ चाहिँ मान्छे मरेको मान्छेहरूले चाहिँ गाडेर पुरा तिनीहरूको नाममा चिनो बनाएको छ यहाँ अनि यहीँमा त्यहाँ बिरुवा सिरुवाहरू गाडेको छ होइन पार्क जस्तो बनाएको छ हजुरहरूले देख्न सक्नुहुनेछ यस्तो छ होइन ग्रेभी आर्टको ठाउँ यस्तो छ है ग्रेभी आर्ट यो चाहिँ सब मान्छे मर्या मान्छेको च्यान हो आफन्त त छैन नि यताउति नो 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 ए छ भने भनिहाल यहीँ छ होइन स्याउको बोटहरू पनि छ होइन यताउति ल्याएर फुलसुल चढाइदिँदा नि हुन्छ उता चढाउँदै छ फुल यहाँ बुढियाहरूले चाहिँ यहाँ गर्दैछ होइन के भन्ने हो कि यस्तो छ हामी चाहिँ बस्ने यता हो यताबाट चाहिँ आइरहेको छौँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ पनि फुल चढाएको छ है होइन यहाँ चाहिँ प्रायः फुलहरू चढाउने यताउता गर्ने गर्छ सब ग्रेभी आर्ट हो है यहाँ बिरुवाहरू पनि लगाएको उनीहरूको सम्झनामा उनीहरूको बिसाउने होला चिनो बिसाउने हो कि के हो भन्छ यसलाई होइन बनाइरहेको छ होइन चिनो बिसाउनाहरू जस्तो टाइपको बनाएको छ अब हाम्रो नेपालमा चिनो बिसाउना भनेपछि यहाँ गाडेर मान्छे गाडेर तिनीहरूको नाममा कहिले मर्या के गरे जन्म मिति यताबाट सबै लेख्दो रहेछ क्रिस्चियनहरू पनि यस्तो हुने रहेछ क्यारे ग्रेभी आर्टभित्र यस्तो है साथीहरू अन्यथा नलिनु होला हाम्रो चाहिँ एउटा बाहिर निस्किने बाटो यही परेको हुनाले यताबाट आएको मात्रै हो फेरि किन घुम्न गयो क्या होला होइन हामी चाहिँ खास बाहिर जाने बाटो यता पर्ने भएको हुनाले फुल यस्तो दामी फुलेको यो चिनोको लागि रोप्या फुल हो यो ल यो तर यस्तो दामी फुलेको फुल होइन हेर्न सक्नुहुनेछ हो यो चाहिँ श्रीमान श्रीमतीकै रहेछ क्यारे यो चाहिँ होइन यस्तो छ है साथीहरू यस्तरी देख्न सक्नुहुनेछ च्यात्त लगाएर यहाँ पुरै घाँसहरू पनि उम्रेको छ यो घाँस कटिङ गर्छ पछि ऊ त्यहाँ पनि कटिङ गरिराख सब यो घाँस कटिङ गरेर यो गर्ने के अरे राख्ने छ होइन यहाँ यस्तो छ पुरै ग्रेभी आर्ट छ यहाँ देख्न सक्नुहुन्छ है गाइजहरू यहाँ पुरै फुल फुलिरहेको छ बारीमा अलिअलि अन्त म चाहिँ यहाँ छु तपाईँले देख्न सक्नुहुनेछ यस्तै छ साथीहरूलाई मेरो भिडियो कस्तो लाग्छ हेरेर लाइक कमेन्ट अनि सेयर सब्सक्राइब पनि गर्न भनी नछुटाउनु होला कस्तो लाग्छ भिडियो हेरेर एकदम आफ्नो मनमा लाग्यो प्रतिक्रियाहरू दिन भने नछुटाउनु होला ताकि म यस्तै नयाँ नयाँ भिडियोहरू फरक फरक तरिकाले लिएर आउन सकौँ र तपाईँहरूलाई कस्तो कन्टेन्ट चाहिन्छ कस्तो खालको बनाउँदा ठिक लाग्छ त्यस्तो त पनि कमेन्ट गर्नु होला होइन कमेन्टमा मलाई यसो रेकमेन्डेसन गर्नु होला ताकि म त्यो कन्टेन्टलाई पनि फलो गर्न सकूँ है साथीहरू अन्त मेरो साथीहरू यहाँ छ फेरि दुईजना साथीहरू हेलो हेलो के छ साथीहरू ए यो त नेपाली भाइ होइन र के छ नेपाली बोका भाइ जोनी जोनी हाम्रो नेपालको नेपाली भाइ जोनी सेन्स होइन रोमानियनले नाम राखिरहेको जोनी सेन्स है जोनी सेन्सले किन जोनी सेन्स राखिदियो भनेपछि किन जोनी सेन्स राखिदियो भनेपछि यहाँ चाहिँ हाम्रो वेटरहरू छन् होइन वेटर लास्ट जिस्काउँछ कि यसलाई वेटर पट्याइसक्यो अनि वेटर पट्याइसक्यो भनेपछि अब आफै बुझ्नु होला होइन त्यही भएर यहाँको मान्छेले जोनी सेन्स राखिदिइसक्यो होइन अहिलेसम्म कतिवटा केटी पट्यायो रोमनी आएर चाहिँ हाम्रो होटेलमा काम गरे वेटरहरू कतिवटा पट्यायो दुईवटा वेटर होइन नाम पनि भनिदिन मिल्छ कि ए ल ल ल लारिसाम्बो आन्द्रिया र लारिसा पत्तेसाको केटोले होइन
वेदरमा होइन आन्द्रियाले चाहिँ आन्द्रिया भन्ने चाहिँ वेदर हो लारिसा भन्ने चाहिँ हामीसँग काम गर्छ तल किचन भाइ केटाले पट्टाइसक्यो है गर्लफ्रेन्ड नेपालमा फेरि गर्लफ्रेन्ड छ अरे यहाँ चाहिँ दुईजना पुत्याइसक्यो नेपालमा राख्नु पर्यो नि त यहाँ बनाउनु पर्यो गाह्रो हुन्छ तातो ओहो त्यस्तो कसको ल ठिक छ ल हेर्नु साथीहरू हामी बस्ने ठाउँ ओबिडा भन्छ होइन ओबिडाको ठाउँ चाहिँ यस्तो छ तपाईँहरूले देख्न सक्नुहुनेछ यहाँभन्दा धेरै लामो भिडियो बनाएर साथीहरू मैले अबबाट हामी नेक्स्ट भिडियोमा मिल्नेछौँ भन्दै आजको यस भिडियोबाट हामी बिदा हुन चाहन्छौँ ओके बाइ सबैजनालाई र अन्तिममा जाँदा जाँदै के भन्न चाहन्छु भने तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियो तपाईँ हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नसुर्ताउनु होला है साथीहरू ओके बाइ